गाउँ सहर या नगरतिर मलाई जङ्गली फुल भन्छन्, तर जङ्गलमा त मेरो नाम अर्कै छ। यो श्रवण मुकारुङको कविता हो। मैले पहिलोपल्ट यो कविता थिएटरमा मेरो थिएटर गुरुको मुखारबिन्दुबाट सुनेको थिएँ। त्यसपछि मैले पढेँ पनि। हामी पहिचानको खोजीमा निस्किँदा घर छोड्छौँ, गाउँ छोड्छौँ अनि त्यो भिडमा हराउँछौँ। भिडमा आफ्नो हात हल्लाउँछौँ। त्यो हात सायद कसैले देख्छ, देख्दैन। हो त्यो देखाउन नदेख्नेदेखि देखाउनसम्मको जुन जर्नी यात्रा, त्यतिखेर हामी आफूलाई पनि हराउँछौँ। पहिचान खोज्नुमा हिँडेको मान्छेले आफूलाई बिर्स्यो। वाह, कस्तो रमाइलो। हात हल्लाउँदै गर्दा हातमा पेन्ट गरेर हात हल्लाउँछौँ, हातमा केही बोकेर हात हल्लाउँछौँ। कसैले त हेरिदियो न ए। वेलकम ब्याक टु इन्टुइटिभ नाइट्स विथ सञ्जय। हामी हरेक शुक्रबार इन्टुइटिभ एकको च्यानल मार्फत राति कुरा गर्न, सुनाउन आउने गर्छौँ। मैले एउटा अर्को कुरा जोड्न चाहेँ यहाँ। पहले हम दिल से बातें करते थे और दिल तक पहुँचते थे। आजकल शायद हम दिमाग से लिखते हैं और दिमाग तक ही पहुँचते हैं। यो भनाइ इन्डियन लिरिसिस्ट समीरको। उहाँले बलिउडका थुप्रै गीत लेख्नु भएको छ। उहाँले आफ्नो प्राय इन्टरभ्यूहरूमा यो मेन्सन गरेको सुनेको छु। किन होला भन्दाखेरि पहिलेको गीतहरू अहिलेसम्म किन मुखमै झुन्डेको या मनमै झुन्डेको छ र अहिलेको गीतहरू एकछिन सुनेपछि एकछिनपछि हराउँछ भन्ने सन्दर्भ थियो। त्यही भएर हामी मनको कुरा गर्छौँ, दिमागलाई एकछिन रेस्ट दिउँ न है। एउटा गीत छ नि, हेरेको तिमीलाई आँखाले होइन मनले हो, बोलाको तिमीलाई मुखले होइन मायाले हो। त्यस्तै पहिचान खोज्दा खोज्दै हराएको व्यक्ति तिमी पनि हुन सक्छ, कोही पनि हुन सक्छ। र हामीसँग के नै छ र साँच्चीकै भन्नुपर्दाखेरि त त्यो पहिले वाचन गरेको कविता जस्तै जङ्गली फुल हौ हामी। जङ्गली फुललाई अनेक थरी नाम दिए, कसैले केही दिए, कसैले केही दिए, कसैले केही दिए, तर हाम्रो वास्तविक नाम त अलगै छ। के हो त नाम? तपाईँको नाम के हो?